ओइ म हरियो नरिवल हुँ। दिनमा एकचोटि मलाई खायो भने शरीर चिसो पानीदार र फिट रहन्छ। तर मलाई नखाई तिर्खा सेर। नमस्कार साथीहरू, अहिले भर्खरै तपाईँहरूले एउटा नरिवलको दाना बोलिराखेको देख्नुभयो नि। हो त्यो किसिमको भिडियो कसरी बनाउने म तपाईँहरूलाई सिकाउँछु। आउनुहोस् भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। एआई भिडियोको लागि हामीलाई च्याट जिपिटी चाहिन्छ। हामी च्याट जिपिटीमा जानुपर्छ। हामी च्याट जिपिटीमा गएपछि यहाँनिर दुईवटा लाइन देख्न सक्नुहुन्छ तपाईँहरूले। यो दुईवटा लाइनमा चाहिँ हामीले ओके गर्नुपर्ने हुन्छ। यसमा ओके गरेपछि यहाँनिर एप्स भन्ने छ, हेर्नु होला, 4वटा डट भएको, त्यसमा चाहिँ हामीले ओके गर्नुपर्ने हुन्छ। हामीले त्यहाँ ओके गरिसकेपछि त्यहाँ माथि यतापट्टि साइडमा देख्न सक्नुहुन्छ जिपिटिएस भन्ने, त्यसमा ओके गर्नु होला। त्यसपछि यहाँनिर सर्च गर्ने ठाउँ आइसकेको छ। अब हामीले चाहिँ यहाँनिर तलतिर सर्च गर्ने, हामीले अब्जेक्ट सर्च गर्नुपर्ने हुन्छ। हामीले अब्जेक्ट लेख्ने, यहाँ ओबिजेबिसिटी अब्जेक्ट हामीले सर्च गर्ने। अब्जेक्ट सर्च गरिसकेपछि यहाँ फर्स्टकै हेर्नुहोस् त अब्जेक्ट टल्क भन्ने छ, हामीले अब्जेक्ट टल्कमा ओके गर्ने। अब हामीले यहाँनिर अब्जेक्ट टल्कमा ओके गरिसकेपछि यहाँनिर स्टार्ट भन्ने आउँछ, यहाँ ओके गर्ने। त्यसपछि आस्क च्याट जिपिटी भन्नेमा हामीले सर्च गर्नुपर्ने हुन्छ। हामी के को भिडियो बनाउँदैछौँ त्यसको सर्च गर्ने हो। अब म चाहिँ ग्रिन कोकोनटको सर्च गर्छु। यहाँ म चाहिँ ग्रिन कोकोनटको भिडियो बनाउन चाहन्छु, त्यसैले ग्रिन कोकोनट म यहाँनिर सर्च गर्छु। तपाईँहरू जे को बनाउन चाहनुहुन्छ त्यही सर्च गर्न सक्नुहुन्छ। ग्रिन कोकोनट अब्जेक्ट इन नेपाली, तपाईँ नेपालीमा बनाउन चाहनुहुन्छ कि इङ्ग्लिसमा, हिन्दीमा, जेमा चाहनुहुन्छ लास्टमा त्यही लेख्नु होला। म चाहिँ इन नेपालीमा बनाउन चाहन्छु, त्यसैले मैले इन नेपाली लेखेँ। तपाईँहरूले यहाँनिर यहाँ तिरी जस्तो देख्नुहुन्छ। अब त्यसमा छिच्नुपर्ने हुन्छ। तपाईँलाई कुन किसिमको भिडियो बनाउन चाहनुहुन्छ त्यही लेख्नुपर्छ। यहाँ चाहिँ मैले चाहिँ यहाँनिर सर्च गरेँ। अब सर्च गरिसकेपछि यहाँनिर आइसकेको छ। यहाँ हेर्नुहोस् त, हामीलाई चाहिँ एकदम भिडियोको लागि चाहिँ रेडी गरिदिइसकेको छ। यहाँ हामी कपी गर्छौँ। यहाँ हामीलाई कपी गरिसकेपछि अब हामी जेमिनाईमा जानुपर्ने हुन्छ। अब हामीले जेमिनाईमा गएपछि अघि जुन हामीले चाहिँ कपी गरेको छौँ त्यो कपी गरेकोलाई चाहिँ लिएर यहाँ पेस्ट गर्नुपर्ने हुन्छ। आस्क जेमिनाई भन्नेमा चाहिँ हामीले पेस्ट गरिदिने। यसलाई पेस्ट गरिसकेपछि सेन्ड गर्ने। अब यहाँनिर हामीलाई फोटो रेडी गरेर दिन्छ, भिडियोको लागि फोटो रेडी गरेर दिन्छ। ल हेर्नुहोस्, यहाँनिर यहाँ फोटो रेडी हुँदैछ, अलरेडी फोटो रेडी भइसकेको छ। अब हामीले यो फोटोलाई चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। यसलाई हामीले डाउनलोड गर्ने, यहाँनिर सेभ छ, यसमा सेभ गरेपछि डाउनलोड हुन्छ। अब हामीले फेरि अघिकै ठाउँमा गएर च्याट जिपिटीमा हामीले लेखेको ठाउँबाट त्यो नेपाली क्याप्सनलाई चाहिँ हामीले कपी गर्ने। ओइ म नरिवल हुँ भन्ने किसिमको हामीले अघि लेखेको थियौँ, यहाँ रेडी भएको छ। यसलाई चाहिँ हामी कपी गर्छौँ। अब यसलाई कपी गरिसकेपछि हामी अब क्रोममा जानुपर्ने हुन्छ। क्रोममा गएर हामीले चाहिँ एउटा एआईलाई चाहिँ सर्च गर्नुपर्ने हुन्छ। त्यसको नाम चाहिँ फ्लो एआई, FLOWAI। हामीले फ्लो एआई सर्च गर्नेछौँ। ल हेर्नुहोस् है, यहाँ सर्च गरिसकेपछि फ्लो एआई लेखेर सर्च गरेपछि हामीले यो फर्स्टकै वेबसाइटमा चाहिँ हामीले ओके गर्ने। गरिसकेपछि यहाँनिर क्रिएट विथ फ्लो भन्ने छ, यसमा ओके गर्ने। यहाँ ओके गरिसकेपछि तपाईँले चाहिँ जिमेल हाल्नुपर्ने हुन्छ। जिमेल चाहिँ मैले अलरेडी हालिसकेको छु, तपाईँले जिमेल हाल्नुपर्ने हुन्छ, जिमेल हाल्नु होला। त्यसपछि यो दुईटैमा तपाईँले टिक लाउनुपर्ने हुन्छ। दुईटैमा टिक लगाइदिइसकेपछि तपाईँले त्यहाँनिर स्टार्ट गर्नु होला। स्टार्ट गरिसकेपछि यहाँ फेरि तल सार्नु होला र फेरि स्टार्ट गर्नु होला। अब न्यू प्रोजेक्ट आइसकेको छ, हामीले न्यू प्रोजेक्टमा ओके गर्नुपर्ने हुन्छ। न्यू प्रोजेक्टमा ओके गरिसकेपछि यहाँनिर स्टार भन्ने छ, स्टारमा ओके गर्नु होला। अब अघि हामीले डाउनलोड गरेर राखेको कोकोनटको फोटोलाई चाहिँ त्यहाँनिर हामीले हाल्नुपर्ने हुन्छ। तपाईँले चाहिँ ग्यालेरीमा गएर चाहिँ अघि हामीले डाउनलोड गरेको कोकोनटको फोटोलाई चाहिँ त्यहाँनिर ओके गर्नु होला। मैले ओके गरिसकेको छु। अब हामीले अघि कपी गरेर ल्याएको त्यो नेपाली क्याप्सन छ, त्यो चाहिँ हामीले यहाँनिर पेस्ट गर्नुपर्ने हुन्छ। ओइ म नरिवल हुँ भन्ने खालको त्यसलाई पेस्ट गर्ने। त्यसपछि यहाँनिर एरोमा थिच्ने। अब हाम्रो भिडियो सुरु भयो, माथि बन्दैछ। अब भिडियो रेडी हुन्छ, दुईवटा भिडियो चाहिँ रेडी हुन्छ। हाम्रो भिडियो रेडी भइसकेको छ। ओइ म नारिवल हुँ, भित्र म चिसो पानीले भरिएको छु। तिमीलाई ताजा राख्न मलाई केवल फल नसोच। यस्तै एआई भिडियो बनाउन सिक्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला।